हल्लाधारी एमाले, सल्लाहकारीमा एमाले, यता पास्ने एमाले, उता बिज्ने एमाले, जेएनजीलाई शत्रु देख्ने पनि एमाले, मिलेका दलहरू फुटाउने पनि एमाले, काङ्ग्रेसमा खेल्ने पनि एमाले, भीम रावललाई प्रचण्डतिर खेल्ने पनि एमाले। रित्तो भाँडो बढी बजे चाहिँ यति बेला एमाले निकै चर्को सुनिन थालेको छ। भक्तपुरको सल्लाहकारीमा महाधिवेशन उद्घाटन गर्न लागेको एमाले बाहुबली शैलीमा भोलिन्टियर्स फोर्स भेला पारेको छ। नैतिक रूपले रित्तिएका ओली 11औं महाधिवेशनबाट आफूलाई सुनपानी छर्किँदैछन्। पुरेत र झाँक्रीहरू बनेका महेश बस्नेत, विष्णु रिमालहरू नक्कली सुनलाई पानीको बटुकोमा चोबल्दैछन्। सुरुको नागरिकतामा नाम खड्ग प्रसाद ओली, प्रतिलिपि नागरिकता र राजनीतिक नाम केपी शर्मा ओली, 4 पटक प्रधानमन्त्री भइसकेका व्यक्ति जो अनेक गुण अवगुणले भरिएपछि केही यस्ता विषयहरू छन् जसमध्ये भुल्नै नसकिने 10 दुर्गुण यस प्रकार रहेका छन्। 1. असल र सही भए पनि आफूलाई मन नपर्ने नेतालाई पार्टीबाट निकाल्ने। 2. विगतका सहकर्मी तथा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भौजा शैलीको अपमानजनक गाली गर्ने। 3. आफूभन्दा सिनियर नेता एमालेका पूर्व महासचिव माधव नेपालको नाम लिँदा पनि मुख खुल्ला गर्नुपर्ने घृणित अभिव्यक्ति दिने। 4. 2079 सालको चुनावमा काङ्ग्रेसदेखि तत्कालीन माओवादीसम्मलाई संसारले सुन्नै नसक्ने सत्तो सराप गर्ने। 5. अभिमानपूर्वक आफ्नो गुणगान गर्न लगाउने। 6. साइबर सेना गठन गरेर सामाजिक सञ्जालमा पहिलो अराजकता सिर्जना गर्ने। 7. युथ फोर्सदेखि भोलिन्टियर्स फोर्सहरू गठन गरेर समाजलाई भयभीत पार्ने। 8. हरेक भाषणहरूमा 99% गाली र अरूको अस्तित्व अस्वीकार मात्र गर्ने। 9. राजनीतिक स्टन्टबाज गर्न जान्ने र 10. आफू बाहेक अरू चर्चामा आउनै हुन्न भन्ने मानसिकता राख्ने। ओलीका यस्तै रवैयाबाट आजित भएर हालैको एक कार्यक्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्यले भनेकी थिइन्, केपी ओलीले महिलाको अपमान गर्छन्, यस्तो नेतृत्व आवश्यक छैन। एउटा पूर्व राष्ट्रपति परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, यो संविधानको संरक्षक पनि भन्छौँ। उहाँलाई सम्मान गरेको रहन्छ। हामी झाँक्री भनेको के हो? यस्तो अपमान गर्न पाइन्छ? एउटा महिलालाई, सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भइसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सक्दैन। यो नेतृत्वलाई गर्नै हुँदैन, तर गर्नुहुन्छ। कसले गर्नुहुन्छ? केपी कमरेडले गर्नुहुन्छ, केपी ओलीले गर्नुहुन्छ। किन उहाँमा सोचै छैन, महिलाप्रति हेर्ने दृष्टिकोणै छैन, महिलालाई अपमान गरेको गरेछ। हुन पनि ओलीले महिला राष्ट्रपति विद्या भण्डारीमाथि अनेक आक्षेप लगाउँदै आएका छन्। वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई असंवैधानिक भन्दै तेजोवध गर्छन्। आफ्नो प्रधानमन्त्री कालमा मन्त्री भएकी विद्या भट्टराईलाई जबरजस्ती बर्खास्त गरे। यता अनेक घटनाका कारण अहिले एमालेका सिङ्गो महिला पंक्ति ओली विरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। भित्रभित्रै चुनाव हराउने सम्भवको तयारी रहेको नेताहरू बताउँछन्। न सत्तामा पुग्दा सुशासन, न पार्टीमा सही शासन, ओली किरदारीको अर्को नाम बन्दैछन्। ओली प्रधानमन्त्री भएको कार्यकालमा के खराबी भए त? निम्न 10 प्रकारका घातक घटनाबाट ओली कार्यकाल कति अँध्यारो र निर्मम रहेछ स्पष्ट हुन्छ। 1. बिचौलिया पालेर महँगी बढाउने तर राष्ट्र ब्याङ्कमा आफ्नै मान्छे गभर्नर बनाएर गलत विवरण सार्वजनिक गर्ने। 2. छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्धहरू ध्वस्त पार्ने, विचार मिल्ने देशको सैन्य परेडमा सहभागी भएर सहयोगी देशहरूसँग सम्बन्ध बिगार्ने। 3. चैत्र 15 गतेको 3 गुणे घटना निम्त्याउन अहम भूमिका खेल्ने। 4. सामाजिक सञ्जाल बन्द गरेर जेएनजी आन्दोलन भित्र्याउने, युवाको हत्या भएपछि हेलिकप्टर चढेर भाग्ने। 5. राष्ट्रिय अनुसन्धान विभागदेखि सम्पत्ति शुद्धिकरण विभागहरू आफ्नो मातात्मा ल्याएर देशलाई मुठीमा कब्जा गर्न खोज्ने। 6. सरकारका कुनै पनि अङ्गहरूमा स्वायत्त अधिकार निषेध गर्ने। 7. मन्त्री परिषदमा आफ्नो विचार बाहेक अन्य मन्त्रीहरूको विषयले प्राथमिकता नपाउने। 8. सरकारमा गठबन्धनको नभई एमाले त्यसमा पनि ओली गुटको मात्र हैकम चल्ने। 9. सुशासनका विषय उठान गर्नेलाई अराजकको संज्ञा दिने र जेलमा पठाउने। र 10. निरङ्कुश शासकको अभ्यास गर्ने। एमाले अध्यक्ष केपी शर्मा ओलीको यही प्रधानमन्त्री कार्यकाललाई विश्लेषकहरूले द ग्याङ अफ गुन्डुको आरोप लगाएका छन्। जेएनजी आन्दोलनले बालकोटदेखि गुन्डु बसाइसकेका ओलीको अहिले झन् ग्याङ अफ 5 जब्बर बनेको छ। यो ग्याङमा शङ्कर पोखरेल, विष्णु रिमाल, प्रदीप केवाली, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन्। महेश बस्नेत त ओलीका संरक्षक भइहाले। आफ्नै नेतृत्वमा पार्टी फुटेर 4 टुक्रा भयो। सिनियर नेताहरूले एमाले छोडेर गइसके। युवा पुस्ताले घृणाको स्वर चर्को बनाइरहेका छन्। महिला नेतृत्वहरूले हिंसाको आरोप लगाइरहेका छन्। तर पनि अध्यक्ष ओली सुध्रिने तर्खरमा छैनन्। बरु एमाले नै सिध्याउने गरी 11औं महाधिवेशनमा नेतृत्व टेर्याउन कम्मर कसेर लागिरहेका छन्।